हामी चाहिँ कान्छा देवरको बिहेमा गएको घरतिर अनि छोरी र उदार दादा चाहिँ भोलि काट्ने सुँगुरलाई माया लाग्छ भनेर बहिनी चाहिँ दादा चाहिँ यहाँमा चाहिँ सुन्नु अनि अब भोलि बिहे छ भोलि बिहेको लागि हो काट्ने हो हाम्रो सुँगुर सासु ससुराले पाल्नु भएको अनि यहाँ चाहिँ यो उमा पसेर पुरानो घरमा पसेर सबै बजुको पाउडर सबै नै पखाएछ अनि यो के गरेको कसरी गरेको भनेर मैले कराएको उसले त्यहाँनिर के भन्दैछ अहिले अब त्यो खुट्टा टकटकाउँदैछ केही भएको छैन दादाले के भयो भन्ने बित्तिकै भनेर अनि भोलि बिहान त सुँगुर काट्यौँ उज्यालो भएपछि उज्यालो भएर बिहान सुँगुर काट्नुभएको हेर्नु अर्को दिन फेरि अब जानलाई सबै भान्जीले भयो जन साइत हुन्थ्यो उसको फुपूले अनि फुपू बधाइनु भएर दुईजनाले सबै त्यसरी खुवाइदिनु लु छिटो आर्या चाहिँ मानिरहेको छ नट्टी भइरहेको छ यहाँ काका चाहिँ के गर्नु सोच्दै हुनुहुन्छ जाने बेला भयो जन्मिने हाम्रो चाहिँ यसरी सँगले बिहे गरिदिनु नमस्ते गर दुईटा हात जोड नमस्ते गर यसपालि यस्तै छ काकाको भतिजीलाई रोकेको अब अब त्यो गाडी आइपुगिसक्यो बाटोमा अनि प्याकिङहरू सबै गर्नुभएको छ प्याकिङ गर्यो बेहुलीकोतिर लाने सबै सामानहरू रेडी गर्नुभएको छ यो गाडीमा रेडी गर्नु भएर पछाडि सबै हेर्नुहुँदैछ सामानहरू के पस्यो कसरी बोक्ने भनेर सबैजना छलफल गर्दै यताउति भन्दै पानी फेरि परेर त्यही बेलामा अब यहाँ के हुन्छ भने यस्तो बिजोको हुन्छ कि पानी नि पर्न सुरु गरिसक्यो अनि अब पानी पर्न सुरु गरिसक्यो एउटा पानी पर्दैछ रातभरि पनि पानी परेको भित्र पस्नुभयो भगत दाजु अगाडि बस्नुभयो यो भगत दाजु जेठाजु चाहिँ अगाडि बस्नुभयो माउली दाई अब माउली दाई अगाडि बस्नुभयो अब यो गाडी चलाउँछ चल्दैन हेर्नै काकाले झ्यालै खोल्नु भएन कति चलाउनु पर्छ त्यो गाडी नै स्टार्ट हुँदैन अब के गर्ने त्यो सबैजना भित्र त पस्नुभयो के पस्यो के पस्यो सबै हेरेर पनि भित्र पसिसक्नु भएन यो गाडी चल्दैन डम्म बसेको हुन्छ क्या यो गाडी चाहिँ बिहान 4 बजी नै आएको हुन्छ यता सबै गर्दा अब त्यही त नि रित गर्दा के गर्दाखेरि ढिलो हुन्छ अब गाडी नचलेर फेरि यहीँ हेर लड्दै पर्दै सबै भएर ठेलौँ भनेर जाममा ठेल्न जानुभयो अब त्यो ठेल्दा कति पर्छ कतिसम्म पर जान्छ र स्टार्ट हुन्छ कि हुँदैन यो सबैले ठेल्दैछ यहाँ पानी पनि आइसकेको ठुलो कान्छाको बिहेको गाडी हेर्नुहोस् त गाइजहरू हाम्रो गाउँमा यस्तो बिजोको हुन्छ गाडीको पार जाने हो नि त भोजपुर कटुन्जे भन्ने ठाउँ पुग्नु पर्ने अरे स्टार्ट गरेर त पठाइदिनु भयो मासतिर ठेल्नु पर्ने घर पनि गाडी ठेल्दैछन् सबैजना कमिला जस्तो भएर कुकुर पनि पछि लागिरहेछ अब जनाले दुई बहिनीले अनि अब ठेल्नुभयो नन्द बाबुले ठेलेर आउनुभयो उहाँ चाहिँ स्टार्ट नभए अनि पछि नन्द अनि काकाको चाहिँ अनि अब यहाँ जेठानी देउरानी देवर गफ गरेर अनि यसरी गफ गर्दै बस्यौँ हामी माथि निस्केर बिहे खान आउनै भनेर अनि आर्या पनि छ यहाँ हाँस्दैछ निकै बाजेले जिस्काउनु हुँदैछ के भन्दैछ है यहाँ बसिरहेको थियौँ उदार दादा पनि आइपुग्नु भयो आर्याको दादा अनि आर्याको दादाले चाहिँ के बनाउँदैछ त्यहाँ कुखुराको चल्ला चुबी मरेको थियो भाँडामा त्यो भाँडामा कुखुराको चल्ला चुबी मरेको हेर्नु हुँदैछ उदार दादाले चाहिँ
अनि बाजे बजाहरू चाहिँ सबैजना गफ गर्नुहुँदैछ। यो चाहिँ हामी माथिल्लो घर निस्केको काका ससुराको घरतिर आमाले गाउँ उधार पनि आउनुभयो। ल बजीसँगै नै अगाडि उठेर बजी पनि हिँड्नुभयो। अब हामी जाने भयौँ घरतिर। ल कुकुरले त टोक्नु खोजेर अनि घरमा भोलिपल्ट भयो है। अब हामी भोलि बिहान भयो। बिहान भएपछि सबैजना केक ल्याउने भनेर यसरी केक रेडी गऱ्यौँ। अब केही उपाय भएन त अब के गरी बेहुली भित्र आउने भनेर सबैलाई यसरी आएपछि बेहुलीलाई यसरी भित्राउने योजना भयो। अनि सबैजना हाम्रो काइली देउरानी साथी होला त्यहाँदेखि सबैले बुझ्ने चाहिँ साथी फेरि आएको हुन्छ है सबैजना के हुन्छ अनि अब यो चाहिँ सगुन जस्तो पनि हुने राम्रो पनि हुने भनेर अब हामी सगुन गरिसकेपछि अब नन्द आमाजु सबै ढोक्ने भनेर सबैलाई सिलाउँदै भेट गर्दैछन्। यस्तो छ यसको सोल्टिनीलाई सबैले जिस्काएर त्यही राख्ने त के भन्नुहुँदैछ यहाँ आर्या चाहिँ सबैलाई मिटोमा नमस्ते फेरि सबैतिर रोकेर काचाङ कुचुङ आर्यालाई चाहिँ काकाले बोकिरहनु भएको छ कान्छा काकाले। अनि त्यसपछि अब बुहारी भित्र आउँदा भयो भनेर यहाँनिर चाहिँ दोवानले सबै फलाकेर चलेछ। सासू ससुरा सुनेर भन्नुहुन्छ यो चाहिँ हाम्रो केही मतलब छैन बाल मतलब भनेर चाहिँ साइली जेठानी मेरो यता चाहिँ यो सबै कुरा यस्तै खुट्टा मात्रै देखिँदैछ है। फेरि यहाँ चाहिँ आइन्छ फलाकेर चुलोमा कुलदेवतालाई देखाउने भनेर भन्छन् क्या चुलोमा हाल्ने भन्छ। चाहिँ चुलोमा मान्छे लगेर हाल्न चाहिँ मिल्दैन कुलदेवतालाई आर्या चाहिँ जतिखेर पनि चुसलुक जहाँ पनि आउँछ मलाई रिसाउँछन्। यहाँ पनि चुला चाहिँ बुहारीहरू भित्र आउने हाम्रोमा पनि चुलामै नै भित्र आउनु भएको सासूले बुहारीलाई बुढोले अनि नयाँ छोरा चुलोमै राखेको आमापट्टि टिका लगाइदिएर फेरि पछि फेरि भन्ने कुरो चाहिँ आर्या चाहिँ चुस्लुक कुदेर आउँदैछ।
यहाँ चाहिँ अब सबै उयो भनिसकेपछि दिवाबामा लगाइसकेपछि लगाइएमै भनेपछि सबैले दोङाममा भन्छ। यो दोङाममा भनेको चाहिँ मुख जुठो गर्नु भनेको हुन्छ। सबैलाई खाबा दिनुहुँदैछ जेठानी सबैजना दोङाममा गरिसकेपछि फेरि अल्लो घरमा आएर यसरी देवा चाहिँ खेल्नु हुँदैछ, चाहिँ स्मरणको लागि सबै जेठानी देउरानी आमा सासुआमा देवर फोटो खिचेर मेरो युट्युबमा राखेको। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् अनि धेरै माया गरिदिनु होला। सबैजनालाई साथ सपोर्ट माया गरौँ है त। आर्या बाई बाई।